हामीहरूले चाहिँ विकास भन्ने बित्तिकै ठुला भवन, चाक्ला बाटा, देख्दै लोभलाग्दा फरक फरक किसिमका भौतिक पूर्वाधारहरूलाई सोच्ने गरेका छौँ। अनि एक हिसाबले हुन पनि हो। विकास त्यतिखेरै हुन्छ जब मान्छेसँग त्यो भौतिक पूर्वाधारहरू बनाउन सक्ने क्षमता हुन्छ। तर आजको भिडियोमा चाहिँ म एउटा अर्कै किसिमको विकासको मोडालिटीको बारेमा कुरा गर्न चाहँदैछु। यसलाई चाहिँ दीर्घकालीन विकास अथवा सस्टेनेबल डेभलपमेन्ट भनेर भनिन्छ। यस्तो विकासको मोडालिटीमा चाहिँ तपाईँको ठुला विशाल पूर्वाधार भन्दा पनि तपाईँको स्थानीय तहको प्राकृतिक स्रोत, स्थानीय जनशक्ति प्रयोग गरेर कसरी चाहिँ मान्छेको दैनिक जीवनलाई अझै सरल, अझै सजिलो बनाउन सकिन्छ, त्यसमा बढी ध्यान दिइन्छ। सस्टेनेबल डेभलपमेन्टको एउटा ठुलो पाटो भनेको चाहिँ के हो भने कसरी चाहिँ ऐतिहासिक विकास भयो त्यो ठाउँको, त्यो स्थानीय तहले कसरी जाँदाका दिनहरूमा सयौं वर्षदेखि कसरी चाहिँ त्यहाँ विकास गर्यो, त्यहाँको स्थानीय स्रोत कसरी प्रयोग गर्यो, त्यसमा बढी ध्यान दिएर त्यसलाई नै निरन्तरता दिने, त्यसको एउटा सस्टेनेबल डेभलपमेन्टको एउटा ठुलो पाटो हो। आजको भिडियोमा म यही सस्टेनेबल डेभलपमेन्टको कुरा गर्नेछु र मुस्काट सहरको उदाहरण हेरेर कसरी चाहिँ तपाईँको हिस्टोरिकल अथवा ऐतिहासिक निरन्तरता दिएर अहिलेको मोडर्न समयमा पनि विकास गर्न सकिन्छ र यसका फाइदाहरू के हुन सक्छन् त्यसको बारेमा कुरा गर्नेछु। ओमानको राजधानीको कुरा गर्नुभन्दा अगाडि सुरुमा चाहिँ किन चाहिँ यसरी सस्टेनेबल डेभलपमेन्टले चाहिँ ऐतिहासिक रूपमा प्रयोग हुने प्राकृतिक स्रोत, जनशक्ति र प्रविधिमा बढी ध्यान दिन्छ त्यसको बारेमा केही भन्न चाहन्छु। तपाईँले स्थानीय तहमै पाइने स्रोत प्रयोग गरेर आफ्नो भवन निर्माण गर्नुहुन्छ भने सबसे ठुलो फाइदा त तपाईँले कुनै पनि मटेरियल, कन्स्ट्रक्सन मटेरियल ढुवानी गर्नु पर्दैन, त्यसका खर्च जोगिन्छ। त्यस सँगसँगै तपाईँले कुनै पनि किसिमको फेरबदल गर्नु पर्यो, तपाईँलाई त्यसमा अपग्रेड गर्नु पर्यो भने त्यसमा फेरि कुरिरहनु पर्दैन। तपाईँको स्रोत साधनहरू नजिकै आफ्नो छरछिमेकमै पाइने भएर आफ्नो इच्छा अनुसार, रहर अनुसार तिनीहरूलाई प्रयोग गर्न सकिन्छ, कुरिरहनु पर्दैन। त्यस सँगसँगै तपाईँले त्यहाँको आफ्नो स्थानीय अर्थतन्त्रलाई पनि सहयोग गर्नुहुन्छ। त्यहाँ अर्थतन्त्रको भागीदार भएर छरछिमेकमा सबैजनाको जीवनस्तरलाई विकास गर्नमा तपाईँले आफ्नो एकदम महत्त्वपूर्ण भूमिका खेलिरहनुहुन्छ। अन्त्यमा यसरी स्थानीय तहमा पाइने प्राकृतिक स्रोतको प्रयोग गरियो भने तपाईँको त्यो विकास शैली अलिकति दीर्घकालीन हुन्छ, किनभने ती सबै प्राकृतिक स्रोतहरू चाहिँ त्यही ठाउँको क्लाइमेटको लागि अलरेडी एडाप्टेड भइसकेको हुन्छ। उदाहरणमा लिउँ, तपाईँले एउटा पार्क बनाउँदै हुनुहुन्छ र तपाईँले पार्कमा चाहिँ कस्तो किसिमको बोट बिरुवा राख्ने भनेर सोचिरहनु भएको छ भने चाहिँ सधैँ नै तपाईँको बेस्ट अप्सन भनेको त्यहीँको स्थानीय वन जङ्गलमा पाइने रुख बिरुवाहरू हुन्छन्। किनभने त्यहाँका बोट बिरुवाहरू अलरेडी स्थानीय जलवायुसँग एडाप्टेड भइसकेको हुन्छ र त्यस सँगसँगै त्यहाँको हावापानीमा पनि त्यसले धेरै ठुलो असर पार्दैन। संसारको धेरै ठाउँहरूमा तपाईँले कुनै पनि टाढाबाट बोट बिरुवा लिएर आएर रोप्नुभयो भने ती बोट बिरुवाले चाहिँ कि त त्यहाँको जलवायु थेग्नै नसकेर छिट्टै मर्ने अथवा त्यहाँको जलवायु उसको लागि यति ठिक हुन्छ कि उसले त्यहाँ भएको अरू सबै बोट बिरुवालाई नष्ट पारिदिन्छ। यस्तालाई इन्भेसिभ स्पिसिस भनिन्छ र यस्ताले त्यहाँको स्थानीय जलवायुमा ठुलो क्षति पार्न सक्छ। अन्त्यमा सस्टेनेबल डेभलपमेन्टको एउटा ठुलो पाटो भनेको चाहिँ किन ऐतिहासिक विकास प्रविधिको प्रयोग गर्ने, किन चाहिँ संस्कृतिलाई ध्यान राखेर विकास गर्ने भन्ने छ। यो संसार ग्लोबलाइज भएको कति नै वर्ष भयो र तपाईँको 100 वर्ष त भयो, तर तपाईँको संस्कृति र त्यहाँको ऐतिहासिक निर्माण प्रविधिहरूले त्यस पार्टिकुलर ठाउँको लागि विकास हुनको लागि हजारौं वर्षको समय पाइसकेको छ। मान्छेले हजारौं वर्षदेखि त्यहाँ हिट एन्ड ट्रायल गरेर ल यो प्रविधि चाहिँ यो ठाउँको लागि सबसे अनुकूल रहेछ भनेर पत्ता लगाइसकेको छ। त्यही भएर तपाईँले सकेसम्म सस्टेनेबल डेभलपमेन्टले चाहिँ पुरै व्हिल रिइन्भेन्ट नगरौँ, तर परम्परागत रूपमा चलिआएको प्रविधिहरूलाई अलिकति मोडर्न लेन्सले हेरेर त्यसलाई चाहिँ यसलाई नै निरन्तरता दिउँ भन्ने कुरामा ध्यान दिन्छ। यो सस्टेनेबल डेभलपमेन्टको एउटा राम्रो उदाहरण भनेको चाहिँ ओमानको मुस्काट सहर हो। छिमेकी देशहरू युएई, साउदी अरेबियाहरूले टन्न लगानी गरेर ठुला भवनमा निर्माण गरे पनि
तपाईँको मुस्काट सहरले चाहिँ बेग्लै बाटो लिएको छ। उनीहरूले चाहिँ ऐतिहासिक तथा सांस्कृतिक विकास प्रविधिलाई निरन्तरता दिने हिसाबले आफ्नो देशको विकासमा ध्यान दिएका छन् र त्यसले गर्दाखेरि अहिले तपाईँले मिडल इस्टमा हेर्नुहुन्छ भने सबै देशहरूमा ओमानको अलिक बेग्लै नै भाइब्स छ। हेर्दाखेरि मात्र नभएर यी सबै परम्परागत शैलीहरूको प्र्याक्टिकल फाइदाहरू पनि छ। जस्तै ओमानको मुस्काट सहरमा चाहिँ गल्लीहरू अलि पातला बिल्डिङहरू अलि होचा छन्, जसले गर्दाखेरि सहरभरि टन्न छाया फैलिन्छ। ती बिल्डिङहरू पनि यसरी बनाइएको छ कि जसमा गर्दाखेरि हावाको सर्कुलेसन राम्ररी हुन्छ र ओमान जस्तो गर्मी ठाउँमा पनि मान्छेहरूले यस्तो शीतलता महसुस गर्न सक्छ। अब ती होचा भवनहरूको छतमा सोलर प्यानल थपिदिनु भयो भने सबै भवनहरू ऊर्जाको लागि आत्मनिर्भर हुन्छन्। त्यसरी पनि होला मुस्काटमा अग्ला स्काइस्क्रेपर बनाउन पाइँदैन र सबै भवनहरूले एकदम स्ट्रिक्ट त्यहाँको लोकल गाइडलाइन्स फलो गर्नुपर्छ। यो कथा मुस्काटको मात्र होइन, आजभोलिका संसारका धेरै सहरहरू जस्तै भेनिस, लुबेक, हाइडलबर्ग, जैसालमेर जस्ता कति सहरहरूले चाहिँ हाइराइज बिल्डिङहरूमा भन्दा पनि तपाईँको ऐतिहासिक आर्किटेक्चर र हजारौँ वर्ष लगाएर विकसित भएको निर्माण प्रविधिलाई बढी ध्यान दिएका छन्। यसले गर्दाखेरि आजभोलि विकासको परिभाषा नै फेरिएको छ। आजभोलि विकास भनेको अग्ला देख्दै भयङ्कर पूर्वाधारहरू भन्दा पनि कसरी त्यहाँको स्थानीय जनशक्तिलाई फाइदा गर्छ र कसरी त्यहाँको स्थानीय समस्याहरूलाई समाधान गर्छ, त्यसलाई नै आजभोलि विकासको रूपमा लिने गरेको छ। यही मुस्काटको बारेमा हेर्दाखेरि नेपालमा पनि सायद हामीले विकास प्रविधिको परिभाषा फेर्नुपर्ने हो कि भन्ने जस्तो मलाई लाग्छ। यसको उदाहरणमा हामीले काठमाडौँ सहरलाई लिन सक्छौँ। आजभोलिको काठमाडौँ सहर हेर्नु न, तपाईँले हेर्दैखेरि कङ्क्रिटको ढलानको जङ्गल जस्तो छ है। त्यसले गर्दाखेरि हामीलाई धेरै समस्या भइरहेको छ। वर्षैनी बर्खायाममा बाढी जान्छ। किनभने काठमाडौँ सहरमा यति ढलान भइसक्यो कि त्यहाँबाट जमिनले पानी सोच्न सक्ने ठाउँ नै छैन। अनि काठमाडौँको वायु, त्यहाँ पार्टिकुलेट वेस्ट जुन एयर पोल्युसनको सङ्केत हो, त्यो सधैँ नै हाई हुन्छ। तपाईँको मान्छेको लागि त्यहाँको हावा स्वास्थ्यकर नै छैन। अब एउटा प्यारलल युनिभर्स सोच्नु, जहाँ चाहिँ हामीले ढलानको बिल्डिङहरू बनाउन छोडेर तपाईँको ऐतिहासिक रूपमा काठमाडौँमा बनाइने माटो, ढुङ्गा र काठको भवनहरूले भरिएको भए सायद यति धेरै पार्टिकुलर पोल्युसन, एयर पोल्युसन हुँदैन थियो र तपाईँको पानीले पनि जमिनमा सोसिने ठाउँ पाउँथ्यो होला। अब तपाईँले जायज प्रश्न के गर्न सक्नुहुन्छ भने, तर ढलानका घरहरू त बलिया हुन्छ नि ढुङ्गा माटोको भन्दा। हो, तर त्यसमा हामीले 100औं वर्षको लगानी गरेर रिसर्च गरेर त्यसमा अहिलेको तरिका, अहिलेको प्रविधि विकास गरेका हौँ। हामीले ढुङ्गा माटोको घरलाई कसरी अझ पनि बलियो, अझ पनि बस्नको लागि ठिक बनाउन सकिन्छ भनेर लगानी नै गर्न पाएनौँ। सबैजना ल ढलानकै घर बनाऊँ, ढलानकै जङ्गल बनाऊँ भनेर पछि लाग्यौँ। यो सस्टेनेबल डेभलपमेन्टको अपर्च्युनिटी कस्ट पनि हामीले बेहोरिसकेका छौँ। के थाहा, हामीले हिजोका दिनहरूमा त्यहाँकै स्थानीय तहको प्रविधिमा लगानी गरेर त्यसलाई अझै विकसित गर्न सकेको भए हामीले ती प्रविधिहरूलाई अरू संसारमा निर्यात पो गर्थ्यौँ कि। यसको अर्को उदाहरण मलाई तानसेन सहर लाग्छ। मेरो बुवा आमाले सम्झिने तानसेन सहर चाहिँ ढुङ्गाले छाएको बाटो, तपाईँको माटोको घरहरू हो भने आजभोलि त्यहाँ पनि ढलानको भवनहरू मात्रै, पिच गरेको बाटोहरू मात्र देख्न पाइन्छ। अब आफै सोच्नु न, तपाईँको त्यो तानसेन सहरको युनिकनेस हराएर गएन त? तपाईँको अझै पनि ढुङ्गा छाएको बाटो, त्यहाँका माटाका घरहरू हुने भएको भए कसरी फरक रूपमा तानसेन सहरलाई हेर्न सकिन्थ्यो। यसरी नै नेपालका धेरै नै परम्परागत विकास प्रविधिहरू लोप हुँदै गइरहेका छन्। ढुङ्गा माटाका घरहरू, काठले छाएको, खरले छाएको छतहरू, त्यति मात्र नभई तपाईँको चौताराहरू पनि बाटोबाट चोकबाट लोप हुँदै गइरहेको छ। यसले गर्दाखेरि हामीहरूलाई घाटा नै हुने गरेको छ। तपाईँको नेपाली आर्किटेक्चरले उसको युनिकनेस गुमाउँदै गएको छ र
हामीहरूले अरू देशबाट निर्माण सामग्री मात्रै नभई निर्माण प्रविधिहरूलाई पनि आयात गर्नु परिरहेको छ। सायद अबको आउँदो दिनहरूमा नेपालले आफूसँग रहेको सांस्कृतिक र परम्परागत विकास शैलीलाई जोगाउन र त्यसमा अझै पनि विकास गर्न लगानी गर्नुपर्छ जस्तो मलाई लाग्छ र यो भिडियोको तात्पर्य पनि त्यही हो। अन्त्यमा म के भन्न चाहन्छु भने विकास भनेको सधैँ ठुला भवनहरू बनाएर मात्र हुँदैन। देख्दाखेरि ओहो भव्य भन्नको लागि मात्र विकास होइन। विकासको परिभाषा के हुनुपर्छ भने स्थानीय जनताको जीवन स्तर वृद्धि कसरी हुन्छ त्यसले नै विकास झल्काउँछ। यो भनेको तपाईँका ठुला इमारत चिल्ला बाटा मात्र नभएर कसरी त्यहाँको संस्कृति झल्किने खालको विकास भइरहेको छ त्यो पनि एकदम महत्त्वपूर्ण हुन्छ। चाक्लो बाटोको लागि चौतारा मासिएला, त्यसले तपाईँलाई विकासको अनुभूति पनि देला, तर के त्यो विकास दीर्घकालीन छ त? के त्यो आवश्यक छ त? के त्यसले हामीहरू नेपालीको तपाईँको युनिक पहिचानमा ठेस लागिरहेको पो छ कि? त्यसैले यस्तै मुस्काट, भेनिस जस्ता सहरहरूको उदाहरण लिएर हामीले विकास गरौँ। विकासमा चाहिँ चाक्ला बाटा र अग्ला भवन मात्र नभएर तपाईँको स्थानीय समस्या के छ त्यसलाई स्थानीय प्रविधिबाट कसरी समाधान गर्न सकिन्छ त्यसमा ध्यान दिउँ। यदि हामीले यसरी विकास गर्न सकेमा हाम्रो देश अझै नै आत्मनिर्भर हुनेछ र हामीहरूले दीर्घकालीन विकास पनि अनुभूति गर्न सक्नेछौँ। यति भन्दै म मेरो भिडियो यही टुङ्ग्याउन चाहन्छु र मेरो हजुरआमाले भने चाहिँ सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला। यो भिडियो वैकुण्ठ जाला र तपाईँले युट्युब खोल्ने बित्तिकै तपाईँको होम पेजमा यो तुरुन्तै आइजाला। धन्यवाद।